फाइनली आजको भिडियो चाहिँ अलिक स्पेशल छ किन भन्दाखेरि यस भिडियोमा चाहिँ हामी म्याजिक गर्छौं। क्या बात है सर, क्या बात है सर। फटाफट म्याजिकलाई हेरिहालौं र यसलाई साइन्टिफिकली एक्सप्लेन गरौँ है त। मारो मुझे मारो। म्याजिक त गरिसक्यौं र यो म्याजिक कसरी हुन्छ भनेर चाहिँ हामी यसलाई एक्सप्लेन गरौँ है त। सिम्पली हामीले पेन्सिलको म्याजिक गरेको थियौं र पेन्सिलको म्याजिकमा चाहिँ पेन्सिल ग्याप गरेर निकालेको थियौं हैन। त्यो कसरी हुन्छ हेरौँ है त। यसरी पक्रिनु पर्ने हुन्छ र यो पोजिसनमा बस्नु पर्ने हुन्छ र यो अम्लाले चाहिँ यसलाई यसरी पक्रेर आफूतिर तान्नु पर्ने हुन्छ। यसरी फास्ट यसरी। त यसलाई कसरी गर्ने भन्दाखेरि यसलाई माथि फ्यालेस्दै गर्ने यसरी देखाउने क्या देखेर नि र यो पोजिसनमा लगेर हामीले निकालेका थियौं नि कस्तो यस्तो देखिन्छ र भरे निकाल्दाखेरि यसरी राइट। तो यसको ट्रिक यही हो र यसैले यो अम्लाले चाहिँ यसलाई प्रेसली तान्नुपर्ने हुन्छ यो पोजिसनमा बसेर। तपाईहरु पनि गर्न सक्नुहुन्छ। हाम्रो दोस्रो म्याजिक थियो लाइटर बालेर चाहिँ लाइटरको आगो टिप्ने हातले। त्यो कसरी हुन्छ म देखाउँछु है त। यसरी हामीले सिम्पली आगोलाई टिपेका थियौं यसरी अनि यसरी ल्याएका थियौं। फेरि लाइटरमा लगेर छोडेका थियौं। फेरि लाइटरबाट टिपेका थियौं यसरी अनि फेरि लाइटरमा लगेर जोडेका थियौं। फेरि लाइटरबाट टिपेका थियौं यसरी। यो कसरी हुन्छ हेरौँ है त। लाइटर बालेर यसरी आगो टिपिसकेपछि यो आगो कसरी टिप्यो होला त। यसरी जोडेर फेरि यसरी टिपेर सिम्पली यसको म्याजिक छ पछाडि अर्को लाइटर यसरी हुन्छ। यस्तो दुईटा लाइटर हुनुपर्छ र यो लाइटरले चाहिँ बाल्ने यसले चाहिँ यो पोजिसन यो अम्ला यसरी राख्ने यो पोजिसनमा यसरी राख्ने अनि देखिन्छ। बुढी अम्लाले अलिक मजा छ यसरी ओ यसरी जोडेको